गोदरेजको फ्रन्ट लोड EON रिगालिस वासिङ मेसिन 8 kg मा एभाइलेबल छ, जसमा चाहिँ डिजिटल इन्भर्टर मोटर युज भएको छ। यो काइन्ड अफ BLDC मोटर नै हो, जसले गर्दा चाहिँ तपाईको इलेक्ट्रिसिटी कन्जम्सन, नोइज र भाइब्रेसन र ड्युरेबिलिटी बढ्न जाने हुन्छ। त्यसैगरी यो चाहिँ तपाईको AI टेक्नोलोजीसँग आउँछ है। यसमा चाहिँ तपाईको एडिसनल 4 वटा फिचर्स दिएको छ, जसको कारणले चाहिँ तपाईको वाशिङ परफर्मेन्स चाहिँ राम्रो हुन्छ। फर्स्टमा भनेको तपाईको टर्बिडिटी सेन्स भनेर छ, त्यस्तैगरी अर्को भनेको तपाईको ओभर फर्म प्रोटेक्सन भनेर छ, र अर्को भनेको तपाईको अटो ब्यालेन्स भनेर छ, त्यसपछि चाहिँ अटो टेम्परेचर सेन्स भनेर छ है। अब प्रोग्रामको कुरा गर्नु पर्दाखेरि चाहिँ यसमा चाहिँ जम्मा 12 वटा प्रोग्राम दिएको छ है। त्यस्तैगरी तपाईको 5 वटा फंक्सन्स दिएको छ, र तपाईको यहाँ 3 वटा छुट्टा-छुट्टै बटन दिएको छ तपाईको डिलेट, स्पिन र टेम्परेचर सेटअप गर्नको लागि। वाशिङ मेसिनलाई अन गर्नको लागि चाहिँ सबभन्दा पहिले हामीले चाहिँ पावर बटनलाई चाहिँ 2 देखि लिएर 3 सेकेन्डसम्मको लागि प्रेस गरिराख्नुपर्छ। तपाईले हेर्न सक्नुहुन्छ डिस्प्लेमा तपाईको वाशिङ मेसिन अन भइसकेको छ है। अब हामीसँग यहाँ भनेको चाहिँ कस्तो छ भन्दाखेरि यहाँ 2 वटा सिम्बल देखाइरहेको छ। एउटा भनेको तपाईको स्टिमको सिम्बल छ है, अर्को भनेको तपाईको वाटर ड्रपलेट्स जस्तो त्यसको सिम्बल छ है। अनि यो स्टिमको भनेको चाहिँ तपाईको स्टिमकै भयो, यो ड्रपलेट्सको भनेको तपाईको टर्बिडिटी सेन्स भनेर भयो। टर्बिडिटी सेन्समा कस्तो हुन्छ भन्दाखेरि चाहिँ तपाईले लुगा धोइसकेपछि चाहिँ कति फोहोर हुन्छ है, त्यसको आधारमा चाहिँ मेसिनले चाहिँ त्यो एडिसनल कतिचोटि धुनुपर्छ भन्ने कुरा डिसाइड गर्छ। जम्मा चाहिँ टोटल 5 टाइम्ससम्म पनि यसले चाहिँ लुगा धोइसकेपछि चाहिँ पखाल्ने काम गर्छ है। अनि अर्को भनेको चाहिँ तपाईको कटनहरू भयो है। कटनमा पनि तपाईको स्टिम र टर्बिडिटी सेन्स भनेर एभाइलेबल छ। त्यस्तैगरी व्हाइट्समा पनि तपाईको स्टिम प्लस टर्बिडिटी सेन्स बोथ एभाइलेबल छ। र अर्को भनेको चाहिँ रिफ्रेश छ है। रिफ्रेशमा चाहिँ तपाईको स्टिम ओन्ली एभाइलेबल छ। रिफ्रेशमा कस्तो हुन्छ भन्दाखेरि तपाईले लङ टाइम समयसम्मको लागि चाहिँ लुगा राख्नु भएको छ, र त्यसमा चाहिँ तपाईको गन्धहरू आएको छ भनेपछि चाहिँ यसमा चाहिँ तपाईले त्यो लुगाहरू राख्नु भएर तपाईले रिफ्रेश प्रोग्राम चलाउनु भयो भने चाहिँ त्यसमा भएको अडर्सहरू है, ब्याड स्मेलहरू सबै रिमुभ गरिदिने हुन्छ। यो चाहिँ तपाईको प्योर स्टिम प्लस हल्का वाटर युज गरेर गर्ने हुन्छ है। यो प्रोग्राम युज गर्दाखेरि चाहिँ तपाईले चाहिँ वाशिङ मेसिनमा एकदमै कम लुगा राख्नुपर्ने हुन्छ, 1 जोडसम्म राख्न चाहिँ मिल्छ है। त्यसैगरी अर्को भनेको चाहिँ हामीसँग स्पोर्ट्स सू भनेर छ है। यो प्रोग्राममा चाहिँ हामीले चाहिँ जुत्ताहरूलाई चाहिँ धुन सक्छौँ है। कस्तो खालको सूहरूलाई धुन सक्छौँ भन्दाखेरि चाहिँ तपाईको लेनिनको सूहरू होस् अथवा चाहिँ तपाईको सोल पातुलो भएको सूहरूलाई चाहिँ हामीले यसमा धुन सक्छौँ। अब तपाईको लेदरको सूहरूलाई चाहिँ धुन मिल्दैन यसमा, त्यो कुरा चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ है। अब अर्को भनेको चाहिँ तपाईको कुनै पनि प्रोग्राम सेलेक्ट गर्नुभयो। अहिले चाहिँ मैले मिक्स फेब्रिक सेलेक्ट गरेको छु है। त्यसमा चाहिँ मैले यो फङ्सनहरू सेलेक्ट गर्नको लागि चाहिँ हामीसँग यहाँ एरो की दिएको छ। यो एरो कीको थ्रुबाट चाहिँ हामीले सेलेक्ट गर्न सक्छौँ। एरो सपोज मलाई अहिले चाहिँ प्रिवा सेलेक्ट गर्नु पर्यो भन्दाखेरि चाहिँ म यो एरो कीलाई प्रेस गर्छु है, यहाँको ब्लिङ्क हुन थाल्छ। त्यसपछि ब्लिङ्क भएको बेलामा चाहिँ मैले ओके बटन दाब्नु पर्ने हुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ यो सेलेक्ट भइसकेको छ है। त्यसै गरी अर्को मलाई सोक सेलेक्ट गर्नु पर्यो भनेपछि म एरो कीलाई चाहिँ यहाँ ब्लिङ्क हुन दिन्छु है। सोकको ठाउँमा चाहिँ यो लाइनलाई म ब्लिङ्क हुन दिन्छु। त्यसपछि चाहिँ म के गर्छु भन्दाखेरि चाहिँ ओके बटन दाब्छु। तपाईँको सेलेक्ट भइसकेको छ। त्यस्तै गरी म स्टेन वासलाई पनि सेलेक्ट गर्छु। स्टेन वासलाई सेलेक्ट गरिसकेपछि चाहिँ तपाईँको यो यस्तो लाइन स्टेबल भएर आउँछ। त्यस्तै गरी तपाईँको टर्बिडिटी सेन्सलाई पनि म सेलेक्ट गर्न गइरहेको छु। टर्बिडिटी सेन्समा ओके बटन दाबिदिने। त्यस्तै गरी तपाईँको स्टिम वास तपाईँको अब सेलेक्ट भइसक्यो। अब यसलाई डिसेलेक्ट गर्नको लागि पनि अघि जस्तै तपाईँको एरो बटन दाब्ने, ब्लिङ्क हुन थाल्छ प्रिवास, त्यति बेला अब ओके बटन दाब्यो भने चाहिँ तपाईँको अटोमेटिकली यो डिसेलेक्ट हुन्छ। त्यस्तै गरी हामीसँग भनेको चाहिँ एउटा डिले भनेर भयो है। डिलेमा चाहिँ हामीले प्रेस गरिसकेपछि चाहिँ हामीले 0 आवरदेखि चाहिँ कन्टिन्युसली प्रेस गर्दै गयो भने चाहिँ 0 देखि चाहिँ 12 आवरसम्मको चाहिँ डिले हामीले सेट गर्न मिल्छ है। अब चाहिँ यो 0H मा राखिसकेपछि तपाईँको डिले चाहिँ अटोमेटिकली हराएर जाने हुन्छ। 0 आवरमा राखिसकेपछि डिले तपाईँको आफै हराएर जाने हुन्छ है। अब तपाईँको यहाँ चाहिँ स्पिन पनि हामीले सेलेक्ट गर्न मिल्छ है। म्याक्सिमम हामीले 0 देखि 1400 RPS सम्म सेलेक्ट गर्न मिल्छ। त्यसै गरी टेम्परेचर पनि हामीले चाहिँ 30 देखि हामीले 95 डिग्री सेल्सियससम्म चाहिँ सेट गर्न मिल्छ, र हामीले नो टेम्परेचर सेट पनि गर्न मिल्छ। त्यसै गरी अर्को भनेको हामीसँग के छ भन्दाखेरि चाहिँ टग्लिङ गर्नको लागि चाहिँ डिले बटनलाई चाहिँ हामीले 3 सेकेन्डसम्मको लागि चाहिँ प्रेस गरिराख्नुपर्ने हुन्छ। त्यसै गरी अर्को भनेको हामीसँग चाहिँ स्पिन ओन्ली छ। स्पिन ओन्लीमा चाहिँ 3 सेकेन्डसम्म प्रेस गरिराख्यो भने चाहिँ स्पिन बटनलाई स्पिन ओन्लीमा जान्छ। यति बेला चाहिँ लुगा चाहिँ ड्राई गर्ने काम मात्र हुन्छ, यानि कि निचोर्ने काम मात्र हुन्छ। अनि अर्को भनेको चाहिँ हाम्रो रिन्ज होल्ड भनेर छ। रिन्ज होल्डमा चाहिँ हामीले टेम्परेचर बटनलाई 3 सेकेन्डसम्म चाहिँ प्रेस गरिराख्यो भने चाहिँ कस्तो हुन्छ भन्दाखेरि लुगा धोइसकेपछि जुन फाइनल स्टेज अफ रिन्जिङ हुन्छ, पखाल्ने बेला हुन्छ, त्यसमा चाहिँ के गर्छ भन्दाखेरि चाहिँ मेसिनले नपखालेर चाहिँ त्यो पानीमा चाहिँ लुगा राख्ने रहेको हुन्छ। त्यसले गर्दा के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको यदि लुगा धोएको तपाईँले धेरै बेरपछि लुगा झिक्नु भयो भने चाहिँ त्यो केसमा चाहिँ तपाईँको लुगामा गन्धहरू आउने र त्यस्तो खुजमुजिने त्यस्तो चाहिँ हुँदैन।
अनि अर्को भनेको यसमा के छ भन्दाखेरि चाहिँ यदि हाम्रो प्रोग्राम चलाएको 45 साइकल कम्प्लिट भइसकेपछि चाहिँ तपाईँको ड्रम क्लिनको चाहिँ यहाँ तपाईँको अप्सन्सहरू देखाउने हुन्छ। ड्रम क्लिनको तपाईँको इन्डिकेसन पनि देखाउँछ यहाँ टप क्लिन भनेर होइन। त्यो चाहिँ कति बेलासम्म हुन्छ भन्दाखेरि 45 देखि 49 साइकलसम्म चाहिँ तपाईँको मेसिन अन गर्ने र अफ गर्ने बेलामा चाहिँ तपाईँको यहाँ टप क्लिन भनेर चाहिँ देखाउँछ। र तपाईँको कस्तो छ भन्दाखेरि प्रोग्राम यदि तपाईँले स्टार्ट गर्नुभयो है, अब तपाईँले प्रोग्राम स्टार्ट गर्नुभयो र तपाईँले चाहिँ केही गरिकन पनि लुगा फेरि हाल्नु परेमा चाहिँ तपाईँले 5 मिनट्सको भित्र चाहिँ त्यो पनि गर्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ यो अन अफ बटनलाई चाहिँ तपाईँको यो पज अन पज बटनलाई चाहिँ तपाईँले 3 सेकेन्डसम्मको लागि प्रेस गर्नु पऱ्यो। त्यो गरिसकेपछि तपाईँको डोर अनलक हुन्छ, त्यसपछि तपाईँले लुगा हाल्न सक्नुहुन्छ।